हामी सुन्दर जल हुँदैछौँ। यहाँ हुनुहुन्छ मम्मी, यहाँ कान्छी मन्ता बहिनी, यहाँ भेनाजुको बुढी दिदी अनि सुन्दर जलमा चाहिँ पुरै झर्नाहरू हुन्छ। तपाईँहरूलाई नि देखाउँछ है। अब आइपुग्न लाग्यो। यो चाहिँ हेर्नु है भ्यू। यस्तो जङ्गलै जङ्गल छ। हेलो गाइस, यो चाहिँ हामी सुन्दर जल जाँदैछौँ। सुन्दरी जलको बाटो। दिस इज द चाहिँ मेरो मम्मी च्यानल हुने मान्छे चाहिँ हाइँदै हुनुहुन्छ मेरो भेनाजु। बाटो नि राम्रो छ, एउटा गाइस यता चाहिँ हेलो ल हामी चाहिँ सुन्दर जल आइपुग्छौँ। यो झर्ना हेर्नु। अहिले चाहिँ पानी त्यस्तो छैन, यहाँ चाहिँ ब्रिज छ। यहाँ थकाइ मार्दै हुनुहुन्छ सबैजना। भेना चाहिँ उता जानु बिर्सिक्यो। यस्तो राम्रो झर्नाहरू, पानीहरू, साथीहरू। यो चाहिँ हामी तल झर्दैछौँ। मासुज we're going to सुन्दर सफा पानी हेर्न आउनुहोस्। यहाँ घुम्ने ठाउँ नि छ, फोटो खिच्न पनि मिल्छ। यहाँ फोटो खिच्ने ठाउँ पनि छ। योभन्दा माथि पनि झर्ना छ ठुलो। रमाइलो पानी, रमाइलो हेर्नु होला साथीहरू। पानी ल हेर्नु, त्यहाँ बाढ पनि लाग्छ। तपाईँहरू अलिक आउँदाखेरि चाहिँ होसियार हुनुहोस्। यहाँ अब हामी यस्तो डाँडा जाँदैछौँ। अब यहाँ नुहाउनु पनि छ माथितिर। थाक्यो चढेर खतरा झर्ना हिँडेको। वाउ, हेर्नु कस्तो ठुलो। यो चाहिँ नयाँ रहेछ। यहाँ नयाँ झर्ना भना के ड्याम हो कि के हो, दामी रहेछ। यहाँ बसेर फोटो खिच्न आउनु। रमाइलो छ, सेतो पानी, कस्तो खतरा झर्ना छ यहाँ। तपाईँले यहाँ चाहिँ ढिलो गर्ने मान्छे हो, एकदम ढिलो गरे। ल बुढाबुढी डेटिङ बस्न एकदम रमणीय दृश्य छ यहाँ वरिपरि हेर्न पाइन्छ। आज हामी पनि फ्यामिली घुम्न आएको। यहाँ हेर्नु, भ्यू हेर्नु राम्रो। ल हेर्नु अहिले फर्किँदाखेरि हिँड्नु न। ल अब हामी डाँडा चढ्दैछौँ। दिदी, भेराजु, मम्मी जानु भइसक्यो अगाडि, बहिनी पछाडि छ। अब हामी यहाँ आइपुग्यो। खाजा खाने ठाउँ रहेछ यहाँ। यहाँ मान्छेहरू नुहाइरहेछ। यहाँ नुहाउन नि मिल्छ होइन है। पौडी खेल्न मिल्छ क्या यहाँ। सानो खाजा खाने ठाउँ रहेछ है। भेनाजु चाहिँ जाँदै हुनुहुन्छ।
यहाँ किन्नलाई हो अनि यहाँ पौडी नि खेल्न मिल्छ तटपट्टि पाउँछ गाडी यहाँ वेस्ट कपालको टाइटेनिक यसरी डल्लो मान्छेलाई अग्लो बनाउनु पर्यो अरे अब हेरौँ हाम्रो क्यामेराम्यानको कमाल यतातिर हाम्रो हुनुहुन्छ दर्शकहरू सेतो कमाल फुलेको भइरहेको कमाल फुले बुढो भइसक्यो भइरहेको भेनाजुको सेतो कपाल दिदीको सेतो सर्टसँग म्याच खाएको त छ है यता माथितिर जाने बाटो है यो चाहिँ तर तपाईँहरू त मेन ठाउँबाट पनि आउनु सक्नुहुन्छ है साथीहरू यो चाहिँ हामी यता भित्रबाट आएको उता चाहिँ टिकट काट्नुपर्छ एकजनाको 100 लिन्छ हामी चाहिँ टिकट नकाट्ने माथि चाहिँ ठुलो झर्ना छ त्यहाँ चाहिँ नगएको हामी यहाँसम्म मात्रै हो अब तपाईँहरू यतातिर टिकट नकाट्ने भए यता आउन सक्नुहुन्छ यो चाहिँ बाटो हो ढुङ्गा छ घर जत्रो ढुङ्गा यहाँ चाहिँ कुहिरहेको रहेछ खोइ कहाँ छ होला त्यो पुलमा जाउँ न बाटो रहेछ गाइड खासमा भयो भने चाहिँ यो डाँडा चढ्नु छ है अझै फेरि एउटा पुलमा जान्ला हामी उता पुल छ क्या एउटा र दिदी बिच त्यहाँ भिडियो बनाएर एकदम राम्रो छ भने सब्सक्राइब गरिदिनु होला मेरो भेनाजुको च्यानललाई नयाँ नयाँ भिडियोहरू आउँदै गर्छ मुम्बा भ्याउँछ है साथीहरू गाइस भेनाजु हामीलाई मुम्बाबाट पुग्छ हेलो बबर बबर रहेछ यहाँ के भन्छ अरे कङ्लो पाखी नभए पानीमा हाम्रो भेनाजु चाहिँ मुख धुँदै हुनुहुन्छ एकदम पानी पनि खान मिल्ने पानी हो यो फेरि एकदम चङ्लो सुन्दर जलको पानी हो कस्तो लागिरहेको भेनाजलाई शीतल रहेछ पानी चिसो र दिदी अहिले लड्लाई जङ्गलको क्लाइमेट छ गाइडहरू घुमाउने भए होइन रमाइलो छ पौडी खेल्नु पनि डेन्जर भयो होइन धेरै केसहरू भइसक्यो पहिला खनखान गर्ने टाइम पास गर्ने हल्का हाइकिङ जस्तो गर्ने भने चाहिँ पानीपुरी
यो चाहिँ डलेको छैन चटपटे पनि बनाउँदैछ यो चाहिँ दिदी खानु कान्छ बोल्दैन दिदी मलाई मिठो रहेछ चटपटेमा चाहिँ हुन्छ अहिले लोकल काँक्रा अब डिस्ट्रिक्टमा जान्ला कता जान्ला डिस्ट्रिक्टमा कता छ यताबाट पुलबाट बहिनीले बनाएको चटपटे पार्टी दिदी चाप्नु रे अब हामीले घुमघाम गरेर फर्किने क्रममा सुन्दर जलको घुमघाम सकेर हामी अब फर्किने क्रममा यता काकी दुईटा साली मेरो बुढी बाबे ल हामी चाहिँ सेको खान लागेको बहिनीले सेका बनाउँदैछ रेडी दिस इज पोर्क एन्ड यो चाहिँ बफ सेकुवा बनाउने ठाउँ है यो चाहिँ गाइज ल हेर्नुहोस् दिस इज पोर्क यो चाहिँ बफ ल खानुहोस् ल चेट्स गर्नु चेट्स ल ल ल रियाक्सन कस्तो रहेछ ल कस्तो रहेछ भेनाजु मिठो तपाईँको दिदी कस्तो मिठो छ मदन खाने चिसो चिसो एक ग्रुप फोटो हाले है ग्रुप फोटो उसलाई उसँग थिएन होला नि त सबैलाई पठाएको त उसँग छ त ग्रुप फोटो खतरादेखि जान्छ स्काई अरेन्ज अब हामी घर जाँदैछौँ अब हाम्रो आजको घुमाइसक्यो अब जाँदैछौँ ल हेर्नुहोस् कस्तो भयो घर जाँदैछौँ कस्तो भयो घुमाइ वाउ कस्तो राम्रो देखेको छ सक्यो अब हाम्रो ब्लग यो आजको लागि यति नै हो गाइज अब अर्को दिन भेटौँला बाई बाई